पक्कै पनि मैले न्याय पाउँछु भन्ने कुरा म यहाँ चाहिँ आशा गर्दछु। पहिलो कुरा यो 23 गतेको क्याजुअलिटी जे भयो त्यसको छानबिनको लागि मात्रै अनुसन्धान गर्ने, त्यो कारबाहीको दायरामा ल्याउनको निम्ति सिफारिस गर्ने टिओआर आयोगको टिओआर के हो? फौजदारी टाइपका जे मुद्दाहरू देखिएका छन् त्यो टिओआर पुलिसलाई हो कि आयोगलाई हो? पुलिसलाई हो भने त प्रहरीलाई हामीले बुझाएको छ, हिटाडी जाहेर दिएका छौँ। 28-29 गते पछाडि 4-5 दिन पछाडि नै हामीले प्रशस्त प्रमाण सहित मैले फलाना घर जलाएँ, मैले फलाना घर जलाएँ भनेर हिँडिरहेछन् ती भिडियो सहित हामीले जिल्ला प्रहरी कार्यालयमा दिएका छौँ। यो मैले टिओआरको कुरा किन गरेको भन्दा एसपी साहब नयाँ आउनु भएको छ, उहाँहरूसँग त्यति सम्पर्क पनि छैन। उहाँहरू यति मोरल डाउन छ नेपाल प्रहरीको यतिखेर, यो कुनै ह्युमिलिएट गर्न खोजेको होइन। प्रहरी राज्यको एउटा महत्त्वपूर्ण अङ्ग। विभिन्न आन्दोलन 62-63 को जनआन्दोलनमा सबैभन्दा बढी पिटाइ खाने मान्छे, प्रहरी पुलिसको पिटाइ खाने मान्छे हामी थियौँ। विभिन्न चाहिँ दस्तावेज हेर्दा हुन्छ, तर हामीले कहिले पनि त्यो खालको उदण्डता मचाएनौँ। आन्दोलनको एउटा सीमाभित्र रहेर हामी आन्दोलन भएन। र आज जुन खालको विध्वंस मचाएको छ ती अपराधीहरूलाई कारबाही गर्न प्रहरीले उजुरी दर्ता गर्नुहुन्न। मै माग्ने ढुङ्ग्रो लुगाउने कुरै नगरौँ न हजुर। तपाईहरुको प्रेस नोट आयो, सुरुमा गोलमटोल टाइपको आयो, फेरि तुरुन्तै आयो फौजदारी टाइपको लागि कारबाही गर्ने भन्ने टाइपको पनि आयो। स्वागत योग्य कुरा हो। आज जिल्ला प्रहरी कार्यालयहरू किन चाहिँ गरिराख्नु भएको छैन? मैले यहाँको एसपी साहबसँग कुरो गरेको छैन, तर मेरो पनि 10-15 जना एसपी साहबहरू छ साथी देशभरि। उहाँहरूलाई सोद्धा उहाँहरूले भनिराख्नु भएको छ के भइरहेछ त्यहाँ भन्दा सीधा गृहमन्त्रीज्यूले मौखिक रूपमा मुद्दा दर्ता नगर भनेर दबाब दिइराख्नु भएको छ प्रहरीहरूलाई। अनि प्रहरीको मोरल हाई कसरी गर्ने? सृजन गुरुङ को यो देशको, उसको दबावमा जिल्लाका सिडिओ एसपीहरूलाई फर्काउने देश कता जाँदैछ? के हुन लाग्यो? आयोगको सम्मानित आयोगको अध्यक्षज्यूबाट हामी के अपेक्षा गर्छौं भने हामी विधिको शासनको पक्षमा छौं, हामी न्यायको पक्षमा छौं। अपराधी जो होस् कारबाही होस्। हामी यो मुलुकको के मेन स्ट्रिमिङ हिजोको पोलिटिकल पार्टीका मान्छेहरू सबै मरेका हुन्। हामी कानूनको राज्यको कानूनी राज्यको पक्षमा छौं, न्यायको पक्षमा छौं, विधिको शासनको पक्षमा छौं र विधिपूर्वक कानून सम्बद्ध ढंगले कारबाही हुन्छ भनेर हामीले प्रहरीलाई दबाब दिएनौं। 20 मिनेटमा 500 जना मान्छे जम्मा गरेर हामी पनि हाम्रा घर जलाउने मान्छेलाई भोलि 5 मिनेटमा घर जलाउन सक्छौं। जलाउँ। हामी त्यो प्रतिशोधको राजनीति हामी गर्न चाहन्नौं। यो हुलुज्जतमा हामी विश्वास गर्दैनौं, हामी लोकतन्त्रमा विश्वास गर्छौं। र मान्य अध्यक्षज्यू, आज जिल्लाका प्रहरीहरूलाई उहाँहरू बोल्नुहुन्न, एसपी साहबहरू बोल्नुहुन्न, सिडिओ साहबहरू बोल्नुहुन्न, सक्नुहुन्न, मलाई थाहा छ। तर दबाब आइरहेछ उहाँहरूलाई दर्ता गरिस् भने यस्तो हुन्छ। त्यसकारणले यो मुडभिडको दिशातर्फ मुलुकलाई लान खोजेको के हो? हामीले हाम्रो धैर्यताको बाँध थुनेर राखेका छौं। फुटेको दिनमा के हुन्छ? र अर्को कुरा, हामी एउटा देशवासी हौं, नेपाली हौं। ढाका टोपी लाउने, दाउरा सुरुवाल लाउने, नेपाली भाषा बोल्ने मात्रै होइन, साँच्चीकै नेपाली हौं हामी। अन्तर्राष्ट्रिय मिडियाले लेखिरहेको छ कि नेपालमा आगलागीमा प्रयोग भएका चीजहरू पेट्रोल मात्र होइन, विभिन्न खालका रसायनहरू प्रयोग भएको छ भनेर अन्तर्राष्ट्रिय मिडियाले लेखेको छ। मलाई थाहा छैन के हो। यो देशको अस्तित्व समाप्त गर्न नेपाली भाषा बोल्ने, ढाका टोपी लाउने, दाउरा सुरुवाल लाउने को हुन् ती? मल्लिक आयोगले दोषी ठहर गरेका का छोराहरू अझ नेपो बेबी, नेपो किड्स भनेर आज दुनियाँ भनिरहेका छन्। ती नेपो किड्सहरू, ती भ्रष्टहरूका छोराहरू आज के भनेर हिँडिरहेका छन्? हामीले सामाजिक सञ्जाल हेरिरहेका छौं। मान्य अध्यक्षज्यू, हामी न्यायको पक्षमा छौं, तर यी सबै चीजको निरूपण हजुरको काँधमा आएको छ। नेपाली जनताले, सारा जनताले तपाईप्रति विश्वास गरेर हेरिरहेको छ।
कि आज पुलिस प्रहरी प्रशासनलाई डिमोरलाइज गर्ने काम गृह प्रशासनबाट गृह मन्त्रालयबाट भइरहेको छ। किन दर्ता हुँदैन हाम्रा मुद्दा? बकैता प्रमाण छ। म आफैले जलाए, मेरो फलानाको घर मैले जलाए भन्दै हिँडेको मान्छेको भिडियो क्लिप छ। त्यो कुनै एआई होइन। तर आजसम्म यो दर्ता हुँदैन। अझै हामी धैर्यता गरिरहेका छौँ न्याय पाउला भनेर। कि हामी भ्रष्ट हो भन्ने कुरा प्रमाणित हुनु पर्यो। होइन भने डेमोक्रेसीको लागि लडेको हामी, तर आज एकातिर भ्रष्ट नेता भनेर करार गरेर घरमा आग लागिरहेको छ। यता न्याय पाउँदैन, बोल्न नपाउने। यो देश 2-4 जनाको मात्रै हो। त्यसकारणले यो कुरालाई तुरुन्त गृह प्रशासनको जुन खालको अराजकता, जुन खालको दादागिरी, जुन खालको चाहिँ नि एउटा लठेतहरूको भरमा चलिरहेको छ, यो खेदजनक छ। यसले देशलाई ठिक ठाउँमा पुर्याउँदैन। जेएनजी त हामी पनि जेएनजीका नाममा त्यति मात्र होइन, गम्भीर कुरा। मेरो घरमा आगो लगाउन आउँदै गर्दा छिमेकीहरूले रोक्दै गर्दा रोक्ने युवाहरूले के भनिरहेका, आगो लगाउनेहरूले के भन्दै थिए भन्दा यदि यो घरमा आगो लगाइएन भने हामीलाई त हाम्रो दायरले मार्छ भनेर। को हो त्यो दायर? को हो त्यो दायर? जब प्रहरीले ती मान्छेहरूलाई समात्छ त्यसपछि दायरको नाम आउँछ अनि हजुरको आयोगमा पनि त्यो आइपुग्ला। को हो त्यो दाय? कहाँको दाय हो? देशी हो कि विदेशी हो कि यहीँको हो कि? कहीँ केही छैन। त्यसकारणले न्याय पाउँछु भन्ने अपेक्षामा छौँ र हामी डेमोक्रेसीको लागि लडेको हो, देशको लागि लड्ने हो। यस्ता 2-4 जना चाहिँ उफ्री पाफ्री कोही पनि छैन यहाँ। जेएनजी सबै जेएनजीको नाममा आगो लगाउनु कोही पनि छैन। मान्य अध्यक्ष, यहाँ सब ब्याङ्कमा किस्ता तिर्न नसक्ने, लुटेर ऋण लाएर चाहिँ टाट पल्टेकाहरू, व्यवसाय धाराशायी भएकाहरू, अरूको भलो नचाहनेहरू फटाहरू छन्। अनि यी फटाहरूलाई जोगाउने सुजन गुरुङ गृहमन्त्री। अनि हामी चुप लगाएर बस्छौँ होला? हजुर बस्दैनौँ। त्यसकारणले हामी आज हजुर यहाँ आउनुभएको छ, अन्तर्क्रिया भएको छ। हाम्रो भोइस यही हो कि यी अपराधीहरूलाई कारवाही होस्, जेएनजीका असल मुद्दाहरू सम्बोधन होस्, राम्रा मुद्दाहरू सम्बोधन होस्। तर अनावश्यक हिसाबले हामीलाई मेन्टली टर्चर भएको छ। हामी पनि सडकमा आउनु नपरोस्। म यति नै भन्न चाहन्छु। धन्यवाद।